फेरि पनि हाल नमस्ते गाइज वेलकम ब्याक टु द माई न्यू भिडियो एन्ड आइफ तपाईँ सबजना सन्चै नै आराम हुन्छ होला होइन म पनि एकदम सन्चै नै आरामै छु। सो तपाईँहरूलाई फेरि पनि स्वागत छ मेरो नयाँ ब्लगमा। सो गाइजहरू न्यू डे न्यू ब्लग चाहिँ आइसक्यो होइन। र अहिले चाहिँ म कहाँ जाँदैछु के गर्दैछु भन्ने कुरा चाहिँ तपाईँहरूले अनि थम्बनेल अनि टाइटलहरू चाहिँ थाहा पाइ नै सक्नु भएको छ होला होइन। सो आज चाहिँ नि मेरो यात्रा पोखरासम्मको छैन र अहिले चाहिँ म भिमादबाट निस्किसकेको छु। सो गाइजहरू अहिले चाहिँ नि मेरो यात्रा चाहिँ नि भिमादबाट सुरु भइसकेको छ होइन र म चाहिँ हिँडिसकेको छु। तपाईँहरू हेर्न सक्नुहुन्छ है। र गाइजहरू अब चाहिँ म भिमाद छोड्न लागिसकेको छु होइन। र यो चाहिँ नि अब हाम्रो भिमादको पुल होइन तपाईँहरू हेर्न सक्नुहुन्छ। अहिले चाहिँ पुल चाहिँ खतरा भएको छ कि भिमादको चाहिँ तपाईँहरू हेर्न सक्नुहुन्छ होइन। पुल चाहिँ नि रङ लगाएर यताउति भएर होइन राम्रो भएको छ है तपाईँहरू हेर्न सक्नुहुन्छ। गाइजहरू म चाहिँ नि अब भिमाद नगरपालिका छोडेर चाहिँ नि म्याग्दे प्रवेश गरिसकेको छु होइन। र तपाईँहरू भिमादको पुल पनि हेरिसक्नु भयो होला। यस्तो राम्रो भएको छैन र अब चाहिँ नि मेरो हाइवेबाट मेन रोडबाट हाइवे त नभनौँ होइन किनभने यो हाइवे होइन। सो मेन रोडबाट चाहिँ नि मेरो यात्रा सुरु भइसकेको छ होइन तपाईँहरू हेर्न सक्नुहुन्छ। स्कुटरमा हिँडेको भएर चाहिँ मेरो भोइस चाहिँ नि हल्का कम आएको छ होला होइन। सो तपाईँहरू माइन्ड नगरिदिनु होला होइन। अनि भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला भन्न चाहन्छु। सो गाइजहरू म चाहिँ नि भिमादबाट पनि लागिसकेँ अब खैरेनीतर्फ होइन। तपाईँ हेर्न सक्नुहुन्छ है मेरो स्कुटरमा चाहिँ पेट्रोल छैन होइन किनभने म खैरेनी पुगेरै हाल्छु भनेको छु होइन। सो अब चाहिँ म खैरेनी पुगेर पेट्रोल हाल्न पर्ने हुन्छ अनि बल्ल मेरो अगाडिको यात्रा सुरु हुन्छ होइन। पोखरासम्म पुग्नु छ आज चाहिँ नि मलाई। सो आज चाहिँ नि वे टु द वेको ब्लग मात्र हुनेछ होइन गाइजहरू। सो भिडियोलाई अन्तिमसम्म हेरेर साथमा बस्दिनु होला मेरो भन्न चाहन्छु। सो गाइजहरू म चाहिँ नि अहिले खैरेनी निस्किन लागिसकेको छु होइन। सो गाइजहरू अब चाहिँ म पेट्रोल हाल्न जानुपर्ने हुन्छ होइन। त्यस कारणले म चाहिँ नि उता भिमाद चोक भन्छ नि जुन भिमाद जाने ठाउँ सो त्यतापट्टि ननिक्लिकन चाहिँ नि यहाँबाट पस्छु होइन म चाहिँ नि। यहाँबाट पस्यो भने चाहिँ नि यता सिधै पेट्रोल पम्प साइडमा निक्लिन्छौँ नि त अनि पेट्रोल हाल्न सजिलो हुन्छ र त्यसै चाहिँ नि म जान सक्छु नि त पोखरा। सो त्यस कारणले हो धेरै भयो म चाहिँ नि यता नआएको कि होइन गाइजहरू। धेरै पछि आएको होइन खतरा बना रहेछ नि यता त ठाउँ चाहिँ। यस्तो देख्न पाइरहेको छैन गाइजहरू। रोड चाहिँ नि एकदम डेभलप भइरहेको छ नि त्यहाँ चाहिँ नि। सो खैरेनीको पेट्रोल पम्पहरू चाहिँ तपाईँहरू हेर्न सक्नुहुन्छ होइन। अब चाहिँ म यहाँ पेट्रोल हाल्न पर्ने हुन्छ। अब चाहिँ नि म यहाँ पेट्रोल हाल्छु अनि मेरो यात्रा फेरि पनि जारी हुन्छ होइन गाइजहरू। यहाँ चाहिँ म पेट्रोल हाल्छु। सो फाइनली गाइजहरू मैले चाहिँ नि पेट्रोल पनि हालिसकेँ होइन। र अब चाहिँ नि म जानुपर्ने हुन्छ होइन। ल गाइजहरु अब चाहिँ नि म हाइवेमा छु हैन
अब पोखरा जाने हाइवेमा छु म चाहिँ नि, र अब मेरो यात्रा चाहिँ नि सुरु भइसकेको छ होइन, हाइवेबाट चाहिँ नि। तपाईँहरू हेर्नु सक्नुहुन्छ होइन, यो चाहिँ नि जुन पारी देखिरहेको छ त्यहाँ चाहिँ नि के भन्छ, यो बेलचौतारा भन्छ नि त्यो चाहिँ नि। र यो तल चाहिँ नि जुन देख्दै हुनुहुन्छ तपाईँहरू, यो चाहिँ नि हाम्रो भिमाद जाने होइन, भिमाद जाने बस चाहिँ नि यहाँ तल लाग्छ हाम्रो चाहिँ नि। अनि यो रोडबाट चाहिँ नि अब हामी पोखरा जाँदैछौँ होइन साथीहरू। अहिले चाहिँ नि रोड चाहिँ नि खतरा भएको छ कि होइन। यस्तो हाइवेमा चाहिँ नि अब पुरै अब चाहिँ नि हावा चलेको हुन्छ नि त बढी, अब नर्मल छ स्पिड चाहिँ नि मेरो होइन। सो नर्मल स्पिडमा पनि हावा चाहिँ नि बेसरी चलिरहेको हुन्छ होइन, त्यस कारणले मेरो भोइस चाहिँ नि राम्रोसँग आएको छैन होला होइन हजुरहरूसम्म। र यतातिर चाहिँ मन आएको चाहिँ धेरै भएको थियो होइन, लगभग त्यही 2 महिना जति भइसकेको छैन। र 2 महिनामा चाहिँ के परिवर्तन भइसक्यो तपाईँहरू चाहिँ म तपाईँहरूलाई देखाउँछु होइन। सो पहिलाको पालि पोखरा आउँदाखेरि पनि मैले तपाईँहरूलाई भ्लगमा देखाएको थिएँ कि मैले पोखराको ओएको भ्लग नै बनाएको थिएँ पहिलाको पालि पनि, खासै केही नयाँ थिएन। र अहिले पनि त्यही नै हो साथीहरू होइन। सो अहिले पनि ओएकै भ्लग छ र म चाहिँ नि अहिले यो बेलचौतारा साइडतिर छु होइन। यसरी रोड चाहिँ नि खाली देखेर चाहिँ नि धेरै हुर्काउनु हुन्न होइन गाइजहरू, किनभने हाइवे हो नि त यो भनेको, जे पनि हुन सक्दैन। त्यस कारण यहाँ चाहिँ नि आफ्नो लिमिटमा हिँड्न पर्ने हुन्छ होइन। सो तपाईँहरू मेरो अगाडि हेर्न सक्नुहुन्छ रोड खाली छ होइन, तर पनि म नर्मलमा हिँडेको छु नि त। सो किनभने आफ्नो लिमिटमा हिँड्नुपर्छ कि रोडमा हिँडिसकेपछि चाहिँ नि होइन, नर्मलसँग आफ्नो गतिमा हिँड्नुपर्छ होइन। आफ्नो साइड छोड्नु हुन्न, र यदि केही भइहाल्यो भने पनि सो आफ्नो गल्ती त हुँदैन नि, तब आफ्नो साइड पनि छोड्न भएन। र आफू चाहिँ नि नर्मल स्पिडमा हिँडिरहेको छौँ नि त। अनि अब नर्मल हिँडेपछि त केही पनि हुँदैन नि होइन साथीहरू। सो बुझ्ने होइन, अब यसरी नै गफ गर्दै गर्दै पोखरा पुगौँला होइन। सो त्यति साह्रो गफ पनि गर्न आउँदैन मलाई चाहिँ नि होइन भ्लगमा। म चाहिँ अफ क्यामेरा भयो भने चाहिँ जति पनि बोल्छु होइन, र अन क्यामेरा भएपछि चाहिँ मेरो बोली नै आउँदैन कि गाइजहरू। सो तपाईँहरूले ख्याल गर्नुहुन्छ होइन भ्लगमा पनि। अन क्यामेरा भएपछि चाहिँ मलाई किन कस्तो कस्तो लाग्छ कि अलिकति बोल्नै नआए जस्तो हुन्छ कि है। त्यही नै होइन गाइजहरू। सो नयाँ नौलो कुरो केही पनि छैन होइन मेरो भ्लगमा, त्यही नै हो नर्मल। र भ्लग चाहिँ नि अब डेली त हाल्न पाएको छैन होइन, सकेसम्म 3-4 दिन 2-3 दिनमा चाहिँ नि म चाहिँ नि हाल्ने नै छु भन्छु होइन। तर पनि के हो कि होइन कन्टेन्टै छैन होइन, त्यस कारणले भ्लग पनि हालेको छैन। र यसरी चाहिँ नि म ओएको भ्लगमा चाहिँ नि धेरै पछि आएको छु होइन। यसरी बोलेर नर्मल रोडमा हिँड्दाखेरिको भ्लग चाहिँ नि मैले धेरै पछि ल्याएको छु होइन। र त्यस कारणले अलिकति बोल्नै कस्तो कस्तो लागिरहेको छ कि, राम्रोसँग बोल्न नि जान्दिनँ नि त। सो त्यही नि होइन। र अनि अहिले चाहिँ त्यस्तो खासै पनि हिँडे छैन कि म चाहिँ नि बाहिर नर्मल हो, कहिलेकाहीँ हो हिँड्ने पनि होइन। सो त्यति पनि हिँड नि, किनभने अहिले अब तपाईँहरूलाई थाहै नै छैन पेट्रोलको भाउ पनि यस्तो बढेको छ कि 217 रुपियाँ अरूकै पेट्रोल पनि होइन। 100 कति 59, 60मा 65मा हालेर हिँडेको होइन। अहिले त 217 अरे यत्रो महँगो छ पेट्रोल पनि होइन। अहिले नि तपाईँहरू हेर्नुभयो होइन, मैले खैरेनीमा भर्खर पेट्रोल हालेर आएको नि त। सो अहिले पनि 217 छ पेट्रोलको भाग चाहिँ नि। अब यस्तो महँगो पेट्रोल हालेर चाहिँ कहाँ घुम्नु होइन। सो पहिलाको पालि नि 217 होइन 219 थियो होइन। फेरि खोकी लागेको फेरि धेरै बोलेर, धेरै त होइन पर्छ। धेरै त बोलेको छैन होइन, तर पनि अब यसरी हिँड्दाखेरि चाहिँ मास्क त लगाएको छु तर पनि हावाले एकदम डाइरेक्ट भित्रसम्म हानेको छ कि, त्यस कारणले होइन। यसरी हिँडिसकेपछि चाहिँ मलाई चाहिँ नि अब गर्मी महिना होस् कि जाडो होइन, चिसोले चाहिँ हल्का हल्का चाहिँ भेटिहाल्छ कि मलाई फेरि, त्यस्तो छैन। अनि त्यही हो साथीहरू, पहिलाको पालि पनि जुन म पोखरा गएको थिएँ नि त्यति बेला 219 थियो होइन पेट्रोल। अनि त्यति बेला पनि मेरो 800 को पेट्रोल भ्याइएको कि पोखरा गएर भिमादबाट पोखरा गएर आउँदाखेरि कि होइन। 800 को पेट्रोल भ्याएको होइन, अहिले चाहिँ 217 भएको छ होइन। र अहिले चाहिँ कति खान्छ पेट्रोल थाहा छैन है, त्यो चाहिँ अब पोखरा गएर आएपछि नै थाहा हुन्छ होइन। सो अहिले पनि मैले जाने पोखरा जाने बेलामा चाहिँ नि मेरो स्कुटरमा पेट्रोलले कति पनि थिएन भन्दा पनि त्यही लगभग 1 लिटर जति चाहिँ थियो होइन। सो त्यति तेल चाहिँ नि अलिकति पनि हो जस्तो चाहिँ लाग्दैन होइन, किनभने लिटर चाहिँ इमा नै झरी भएको हुन्छ कि, त्यति भएपछि चाहिँ नि
अनि त्यस कारणले पेट्रोल चाहिँ नि अब हालिहाल्नुपर्छ होइन। मलाई फेरि पेट्रोल फेरि यस्तो यो इमा झरेपछि हाल्न मन लागिहाल्छ कि, अनि त्यही भएर आज चाहिँ मैले पेट्रोल हालिसकेँ होइन। र आज पनि मैले 600 को पेट्रोल हालिसकेको छु होइन। र अब हेरौँ होइन यो 600 को पेट्रोलले र पहिले पनि मेरो स्कुटरमा लगभग 1 लिटर चाहिँ पेट्रोल थियो होइन। र यति पेट्रोलले चाहिँ नि म पोखरा पुगेर चाहिँ नि यति पेट्रोल चाहिँ म पोखरा पुग्छु होइन। पुग्न त तर फर्किन चाहिँ थाहा छैन होइन, किनभने अब पेट्रोल यस्तै छ होइन, पहिलाको जस्तो होइन। र 500 को 600 को हाल्दाखेरि पनि पहिला त एकदम धेरै आउँथ्यो कि, र पहिला चाहिँ नि म कति 500 को पेट्रोलले पनि पोखरा पुगेर चाहिँ नर्मल्ली आउँथ्यो कि घरसम्म चाहिँ नि, भिमासम्म, भिमादेखि पोखरा पुगेर। र अहिले चाहिँ थाहा छैन होइन के हुन्छ। सो साथीहरू म चाहिँ नि यसरी चाहिँ नि वेमा भ्लग बनाउँदै हिँड्दाखेरि चाहिँ नि खासै बोल्दिनँ होइन। र आज चाहिँ म अलिकति धेरै नै बोलेको छु है, तपाईँहरू चाहिँ नि हल्का धेरै बोले चाहिँ नभन्नु होला त्यही नि होइन। र म चाहिँ यत्रो लामो टाइमदेखि खैरेनीदेखिबाट चाहिँ बोल्दै आइरहेको छु होइन। र बोल्दै आइरहेको छु कि है, र मेरो आवाज चाहिँ नि के मोबाइलमा रेकर्ड भयो कि भएन थाहा छैन कि, भिडियो चाहिँ रेकर्ड भएको त मलाई थाहा है, किनभने रेकर्ड मैले गरेको छु। र साउन्ड चाहिँ नि रेकर्ड भयो कि भएन चाहिँ मलाई थाहा छैन कि, यस्तो छ कि होइन। किनभने अब यस्तो हावाहरू त आइरहेको छ नि त, हिँड्दाखेरि त अब नर्मल्ली हावा त आउने नै भयो होइन। तर पनि मेरो आवाज चाहिँ लास्टिक काटेर आएको छ जस्तो लागेको छ कि, बोल्न त म चर्कै बोलेको छु होइन। तर पनि मेरो आवाज चाहिँ किन मोबाइलसम्म पुगे छैन कि जस्तो लाग्यो। फेरि मोबाइल फेरि छन त यहीँ छ कि, मुख निरी राखेको छु आज चाहिँ नि। तर पनि आवाज चाहिँ नि किन आँखा कि आएन भन्ने भइरहेको कि। सो त्यही नि होइन गाइजहरू। र अब चाहिँ नि यसरी नै भ्यूहरू हेर्दै यताउति गर्दै पोखरा गफ गर्दै सँगै पुगौँला होइन। मेरो पोखरासम्मको साथी बनिदिनु होला होइन। र भ्लगमा पनि माया देखाइदिनु पऱ्यो होइन। मेरो फेसबुक, टिकटक, इन्स्टाग्राम जतातिर पनि हुनुहुन्छ सबै फ्यानहरूले चाहिँ नि मलाई युट्युबमा आएर पनि माया देखाइदिनु पऱ्यो होइन। हल्का माया पाइरहेको छैन होइन मैले, त्यस कारणले भिडियोहरू पनि बनाएको छैन अहिलेको टाइममा चाहिँ नि। अब कन्टेन्ट पनि छैन, प्लस म कतै पनि हिँडेको छैन, र घरमा बसेर पनि कति भ्लग बनाउनु होइन। र अलिकति सब्सक्राइबर नै बढिरहेको छैन कि किन मेरो चाहिँ नि, त्यस कारणले भिडियो हाल्न पनि मन लागेको छैन होइन। त्यही नि गाइजहरू। र आज चाहिँ म एक्लै नै छु होइन, एक्लै नै पोखराको ट्राभल गरिरहेको छु होइन। त्यस कारणले म चाहिँ नि एक्लै तपाईँहरूसँग बोल्दै हिँडिरहेको छु होइन भिडियोमा। म चाहिँ आज चाहिँ नि एक्लै पोखरा जाँदैछु होइन। सो म चाहिँ नि खासै एक्लै चाहिँ नि हिँड्दिनँ कि, यसरी हाइवेमा चाहिँ नि कहिलेकाहीँ हो हिँड्ने चाहिँ नि। र त्यो पनि भ्लगसित चाहिँ नि एक्लै चाहिँ फर्स्ट टाइम हिँडिरहेको छु होइन साथीहरू म चाहिँ नि। र माया देखाइदिनु होला भन्न चाहन्छु युट्युबमा, र मेरो सब्सक्राइबर चाहिँ छिटोभन्दा छिटो बढाइदिनु होइन। अब चाहिँ नि सकेसम्म म पेन्डिङमा राखेर भए पनि भिडियो चाहिँ नि हाल्छु होइन, 2-3 दिनमा होइन। 2-3 दिनको ग्यापमा चाहिँ नि भिडियो चाहिँ अब हाल्नै पर्ने हुन्छ होइन मैले, किनभने यतिखेर मेरो सब्सक्राइबर नबढेको कारण चाहिँ नि फर्स्ट अफ अल त भिडियो नहालेर होइन। अरे भिडियो रेकर्ड भयो कि होइन हेरिदिएको साथीहरू, रेकर्ड त भयो कि त्यो मलाई थाहा छैन। मेरो भोइस चाहिँ नि आँखा कि आएन भन्ने हो कि, यस्तो हावाले हाने होइन। म आफूले बोलेको चाहिँ नि आफैले पनि राम्रोसँग सुनेको छैन कि, त्यस कारणले मलाई चाहिँ डाउट लाग्यो कि भोइस आँखा कि आएन होइन। सो म चाहिँ यत्रो 10 मिनट 15 मिनट लगभग 15-20 मिनट जति भयो होइन म नन बोल्दै आएको होइन। नन त के भन्नु भयो भने म के बोलेछु भन्ने कुरो आफैलाई थाहा छैन कि, त्यस्तै हो होइन गाइजहरू। अब हल्का फुल्का भिडियोहरू बनाइसकेपछि चाहिँ अलिअलि बोल्नै पर्ने हुन्छ होइन। अब नबोलिकन यत्तिकै भिडियो त जसले नि बनाइहाल्छ होइन। यस्तो भ्लग बनाउनुको मजा भनेकै यही बोल्ने होइन, भिडियोहरू बनाउने, भिडियोमा बोल्ने होइन। अब फ्यानहरूलाई हल्का इन्जोय गर्ने त्यस्तो टाइपको हो होइन भिडियो बनाइसकेपछि चाहिँ। तर त्यस्तो चाहिँ अहिले हुँदैन कि मेरो भ्लगमा चाहिँ नि। र गाइजहरू पहिला जस्तो चाहिँ छैन कि अहिले चाहिँ बाटो होइन। तर यस्तो के अहिले चाहिँ पहिला जस्तो बाटो पनि छैन होइन, 2 वेको बाटो छ। पहिला त 1 वे थियो होइन, यस्तो हिँड्न जाऊ होइन, एकदम भिडभाड हुन्थ्यो होइन, यहीँ साइडमा हिँड्नु पर्थ्यो नि त, त्यस्तो हुन्थ्यो है। तर अहिले त्यस्तो छैन, बाटो 2 वेको छैन। तर पनि एक्सिडेन्टहरू चाहिँ लास्टै भइरहेको छ कि किन हो यो चाहिँ नि थाहा छैन होइन। पहिला चाहिँ त्यस्तो 2 वेको बाटो हुँदाखेरि पनि नर्मलसित हुन्थ्यो होइन, एक्सिडेन्ट त्यस्तो खासै हुन्थेन होइन। तर अहिले चाहिँ एकदम एक्सिडेन्ट हुन थालेको छ कि, त्यस कारणले रोडमा हिँड्दाखेरि चाहिँ तपाईँ राइड हिँड्दाखेरि चाहिँ यस्तो
एकदम बी केयरफुल्ली भएर हिँड्नु होला होइन तपाईँहरू एकदम आफ्नो गतिमा होइन आफ्नो साइड नछोड्नु होला र स्पिड चाहिँ नि एकदम कन्ट्रोल गरेर हिँड्नु होला भन्न चाहन्छु यसरी रोडमा हिँडिसकेपछि चाहिँ नि हल्का सेफ्टीसित त हिँड्नै पऱ्यो नि त होइन सो गाइजहरू म चाहिँ नि अब धेरै बोलेको होइन हिँड्दा हिँड्दै अनि त्यस कारणले चाहिँ एकछिन रेस्ट लिन्छु भनेर चाहिँ साइडमा रोकेको है धेरै नहिँड्न पनि हुन्न कि होइन त्यसरी चाहिँ अब यस्तो हुर्किराखेँ गाडीहरू चाहिँ नि अनि त्यस कारण चाहिँ म अब रोकेर चाहिँ पानी खान्छु भनेर लागेको है चाहिँ ब्यागमा पानी छ कि फेरि पानी खान्छु अनि एकछिन रेस्ट गरेर चाहिँ नि फेरि मेरो यात्रा चाहिँ नि चालु राख्छु होइन र यतिखेर चाहिँ नि तपाईँहरू हेर्न सक्नुहुन्छ यता म भएको वे चाहिँ नि एकदम खाली छ होइन र उतापट्टिको चाहिँ हिँडिरहेँ र मेरो स्कुटर चाहिँ तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ छ यस्तरी है र यो चाहिँ नि कुन ठाउँ हो मलाई पनि थाहा छैन होइन सो यो त तपाईँहरू हेर्न सक्नुहुन्छ भ्यू चाहिँ नि लामेहाल अरे लामेहाल भन्ने ठाउँमा छु होइन मैले चाहिँ नि र मेरो स्कुटर यहाँ छ होइन र म चाहिँ यस्तो छु होइन साथीहरू सो अब चाहिँ नि पानी खान्छु अनि फेरि मेरो यात्रा चाहिँ नि चालु राख्छु होइन एकछिन आराम गरेको केही लास्टै घाँटी दुख्यो अहिले त धेरै पछि यसरी हिँडेको भएर होला होइन अलिकति घाँटी दुख्यो होइन अनि घाँटी सुक्यो भने होइन र म चाहिँ नि मेरो अघि चाहिँ नि म खैरेनीबाट नन बोल्दै चाहिँ कति मिनट आएछ भनेर चाहिँ म टाइम हेर्छु है अनि तपाईँहरूलाई भन्छु होइन अघि चाहिँ म नन बोलेको थिएँ नि त्यो भिडियो चाहिँ पेट्रोल पम्प भन्दा अलिकति उतैबाट स्टार्ट गरेको थिएँ नि त अनि उताबाट त खासै बोलेको थिएन यता आइछ नि त बोलेको र त्यस कारण चाहिँ म चाहिँ त्यो भिडियोमा चाहिँ नि लगभग 10-12 मिनट चाहिँ नन बोलेको रहेछु है र त्यो 10-12 मिनटको भिडियोमा चाहिँ मेरो आवाज चाहिँ नन आएको कि आएन भनेको खोजेँ र यहाँ चाहिँ नि हल्का बाटो बन्दै रहेछ होइन त्यस कारणले चाहिँ नि सुनेको रहेनछ दुईतिरकै गाडीहरू चाहिँ नि एउटै बाटोबाट हिँड्यो होइन र म पनि त्यो बाटो गएको चाहिँ नि यहाँबाट चाहिँ हाम्रो बाटो फुलिसकेको छ होइन र उताबाट आउँछ यताबाट आइरहेको छ नि र हाम्रो बाटो चाहिँ यता हो होइन र अब चाहिँ म यता लाग्दैछु हाम्रो बाटोतर्फ मेरो ब्याग चाहिँ मैले पछाडि भिरेदिनँ होइन अहिले चाहिँ यहाँ अगाडि ल्याएको पछाडि भिर्दा भिर्दा मान्छे त्यत्रो मान्छे होइन झन् पछाडि निस्किदिनु ब्यागले त अनि त्यस कारणले चाहिँ मैले ब्यागलाई चाहिँ नि यहाँ अगाडि राखेको होइन अहिले चाहिँ हल्का चलाउनु सकिन्छ तर खुट्टा पनि टेक्न पाइन्छ यस्तै राख्नु पर्यो खुट्टा चाहिँ पछाडि बस्ने मान्छेको झन् त्यही खान्छ नि त्यही देखेको मात्रै होइन त्यही भएन जसरी भयो भने एक्लै भएपछि त जसरी नै सजिलै हुँदो रहेछ कि डबल भयो भने तिर्बल भयो भने होइन अब नर्मली डबल त हिँड्छ तिर्बल अब हिँड्न पाइन्न होइन गाइजहरू उतापट्टिको साइड चाहिँ बन्दैछ होइन र यतापट्टिको साइड चाहिँ फुल पिच भइसकेको होइन पहिला पिच अलिकति नभएको भने चाहिँ नि यहाँनिर होइन यो पुलनिर अनि अहिले चाहिँ पुलनिर पनि फुल भइसक्यो पिच भइसकेको छ होइन ब्याग फेरि खस्छ कि भन्दाबारीको डल्लै छैन बोर्डको उफ्रिएर त खस्छ कि भन्दाबारीको ब्यागै मेरो फोन पनि खस्छ कि भन्दा पनि डर लाउने यहाँ सो गाइजहरू अहिले चाहिँ चाउथे भन्दो रहेछ होइन यता चाहिँ नि र म चाहिँ नि चाउथे भन्ने ठाउँमा आइसकेँ होइन र अब यहाँबाट चाहिँ नि के भन्ने पोखरा त पोस्टी भइयो भनौँ होइन र अब यहाँबाट चाहिँ नि पृथ्वी चोक जान पनि त्यति धेरै टाइम लाग्दैन सो जुन अब यो चाउथेबाट भित्र पसिसकेँ म होइन अब चाहिँ यस्तो भिड हुन्छ कि यतापट्टि चाहिँ होइन टु वे चाहिँ नि पुरै खुले छैन क्या हो राम्रोसँग र प्लस चाहिँ नि यता चाहिँ नि टु वे भओस् कि वान वे होइन औडा भिड हुन्छ कि अब यता चाहिँ लास्टै भिड हुन्छ होइन तपाईँहरू लक्षण हेर्न सक्नुहुन्छ यहीँबाट होइन अघि उताबाट कस्तो खाली आएको थियो होइन टु वे नै एउटै बाटो पहिला त अब टु वे यताउति खुल्ने त्यस्तो थियो नि त भने अब टु वे नै नर्मल्ली भए पनि उता चाहिँ त्यस्तो खासै भिड चाहिँ नि भएको थिएन होइन जुन यता भइरहेको छ होइन अब यतापट्टि चाहिँ नि हल्का अलिक बढी नै हुन्छ कि एज यु क्यान सी now
अब चाहिँ नि म पृथ्वी चोक चाहिँ त्यही लगभग खै कति लगभग 15-20 मिनटमा त पुग्छु होला होइन। र 15-20 मिनटसम्म चाहिँ नि फेरि पनि मेरो क्यामेरा चाहिँ नि खुल्लै बस्छ कि जस्तो मलाई लागिरहेको छ है। र यहाँबाट चाहिँ नि अहिलेको के भन्छ नयाँ एयरपोर्ट जाने यताबाट चाहिँ नि यहाँनिर फेरि अलिकति रोड क्रसिङ गर्नै गाह्रो छ कि त्यस कारणले हल्का भिड हुन्छ कि यो साइड चाहिँ नि होइन। अब यता साइड त एकदम ब्यालेन्स मिलाएर हिँड्नुपर्छ हेर्नुहोस्। वान मिस गेम फिनिस जस्तो हुन्छ कि यता चाहिँ हल्का अलिकति हुन्छ नि मिटरमा यस्तो खतरा हुन्छ कि यहाँ चाहिँ अब भिड हुन्छ नि त धेरै अनि मिटरमा ठोकिन्छ कि भन्ने डर लाग्छ कि होइन अलिकति ग्यापमा है। त्यस कारणले हल्का केयरफुल भएर हिँड्नुपर्छ होइन। यो हाइवेमा हिँड्दाखेरि चाहिँ नि जुन यो तपाईँहरू पोखरा पसेपछि चाहिँ नि एकदम बी केयरफुल होइन। सबैजनालाई म त्यही नै भन्छु होइन अलर्ट गर्छु सबैजनालाई राम्रोसँग हिँड्नु होला होइन। यस्तो भिडभाडमा झन् एक्सिडेन्ट हुन्छ होइन। सो जति नै चलाएर हिँड्ने भए पनि जस्तै चलाएर हिँड्नु हुन्छ नि अलिकति पर्फेक्टै छुमै भन्छ नि त्यस्तो पनि यहाँ चाहिँ नि अलिकति खतरै हुन्छ कि होइन। त्यो चाहिँ नि म आफैलाई चाहिँ नि एकदम चलाएर हिँड्छु त्यस्तो चाहिँ नसोच्नु होला होइन। एकदम राम्रोसँग हिँड्नु होला सबैजना भन्न चाहन्छु होइन। सेफ राइड। भिडको माहौल चाहिँ नि एकदम छ कि अब चाहिँ नि तर यतापट्टि चाहिँ नि पहिलाको पालि आउँदाखेरि जस्तो चाहिँ त्यस्तो ओभर चाहिँ छैन कि अहिले। अस्ति नैको पालि आउँदाखेरि त झन् लास्टै भिड भएको थियो कि होइन यतैदेखिबाटै र अहिले पनि त्यस्तै हुन्छ कि भनेर मैले सोचेको थिएँ होइन। भिड चाहिँ नि ठाउँमा चाहिँ छ होइन तर त्यस्तै चाहिँ नि भएको छैन। र अब चाहिँ नि म पृथ्वी चोक चाहिँ नि प्रवेश गर्न लागिसकेँ होइन। र पहिला जस्तो चाहिँ नि त्यस्तो बढी भिड चाहिँ नि भएन होइन आज चाहिँ नि। पहिलाको पालि आउँदाखेरि त खुट्टा टेक्दै आउनु परेको कि म यो जुन उसबाट यता आउँछ नि यो अमरसिंह चोकबाट यता आउँछ नि जुन अमरसिंह चोक के भने साउथको पुलबाटै भनौँ न त्यो विजय पुल के भन्छ होइन खै यसलाई हो कि त्यसलाई हो भन्ने थाहा भएन तर त्यहीँबाट कि यस्तो भिड थियो है। अहिले झन् त्यस्तो भएन होइन। र फाइनली गाइजहरू म चाहिँ पोखरा आइसकेँ होइन। तपाईँहरू हेर्न सक्नुहुन्छ म चाहिँ नि पृथ्वी चोक प्रवेश गर्न लागिसकेँ होइन यहाँ पुलबाट। एकदम खतरा हुन्छ कि पोखरामा त है भिडभाडले खान्छ कि तत्तेरी जति नै डेली हिँड्ने मान्छे भए पनि धेरै झुक्किन्छ कि यो साइडमा चाहिँ होइन। र फाइनली गाइजहरू पोखरा आइसकेँ होइन म चाहिँ नि